हेलो साथीहरु, स्वागत छ हजुरलाई मेरो आजको नयाँ मिनी ब्लगमा। अनि यो मिनी ब्लग बनाउनुको चाहिँ मेन उद्देश्य भनेको चाहिँ यहाँनेर हाम्रो मन्दिर बन्दै छ नि त, अनि यो मन्दिर एक्सप्लोर गराम भनेर हो के साथीहरु। अनि अब मन्दिर चाहिँ छिटै कम्प्लिट हुन लागिसकेको छ नि त। ल गाइजहरु, हाम्रो अभिषेक सर चाहिँ यहाँ पानी लाउँदै हुन्छ। उहाँको चाहिँ बिहान बेलुकाको ड्युटी हो। यसो एक दुई शब्द जाओस् त अभिषेक सर। अभिषेक सर उहाँ चाहिँ हाम्रो मलाई भिजाउलास् नि। लाइक सब्सक्राइब गरिदिनु युट्युब च्यानललाई। उहाँ चाहिँ आफ्नो सेल्फ केयर पनि गर्दै हुन्छ। यो हाम्रो मन्दिर चाहिँ ओम नमो ज्योति कीर्तन मण्डलीको तर्फबाट बनेको हो। अनि यो मन्दिरको एरिया चाहिँ यत्रो ठुलो छ। एकवटा छ नि, ठ्याक्कै एकवटा छ। एकवटा दान गर्नुभएको हजुरबुवाले, उहाँको आफ्नै हजुरबुवाले। अनि मन्दिर चाहिँ आज यतिको निर्माण भइसकेको छ। अनि यहाँ गजुर पनि आज राख्नु भएको छ। एकदमै राम्रो देखेको छ परबाट। यतिको कम्प्लिट भइसकेको छ। कस्तो राम्रो देखेको यो आकाश। म चाहिँ यहाँ मन्दिर अवलोकन गर्न आएको थिएँ। अब म यहाँबाट फर्किसकेको। यो चाहिँ हो बाटो। अनि म चाहिँ देख्न सक्नुहुन्छ यस्तै भएर आएको छु, किनभने म घाँस काट्दै थिएँ। घाँस काट्दै म भिडियो बनाउन भनेर आएको साथीहरू। अनि देख्न सक्नुहुन्छ मेरो गर्मीले कस्तो भइसकेको छ हालत। अनि यहाँनिर चाहिँ यहीँ नजिकै मन्दिर बनिरहेछ नि त। अनि हजुरहरूलाई पनि देखाम, मन्दिर भिजिट गराम भनेर खासमा मैले यो भिडियो बनाएको हो। मेरो भिडियो बनाउनुको ओपिनियन चाहिँ खासमा त्यो हो साथीहरू। अनि यो मन्दिर चाहिँ अब छिटै नै चालु हुन्छ, यो कम्प्लिट हुने बित्तिकै। अनि यस्तै छ साथीहरू। अनि तपाईँहरू पत्याउनु हुनु होला म घाँस काट्दै गएको भनेर। यहाँ हेर्नु सक्नुहुन्छ मैले घाँस यहीँ छोडेर गएको। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ गाइज। बाई बाई। लभ यु अल। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।